साथीहरु कुलमान घिसिङ जो आफैमा एउटा ब्रान्ड नै भइसकेका छन् भन्ने मान्छे राष्ट्रको सम्पत्ति हो भनेको मलाई पहिलो चोटी रामशरण महतले हो। उसको विज्ञता र क्षमता अपूर्व छ। कुलमान घिसिङ भन्ने एकजना इन्जिनियरले 4 वर्षको बीचमा के गरे विद्युत प्राधिकरणको काया पलट गरे। हरेकचोटि बत्ती जाँदाखेरि कुलमाचरको नाम चाहिँ नि जहिले पनि हामीले याद गर्छौँ। लोड सेडिङ किन भइरहेको थियो बढी? नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक तथा हालका मन्त्री जसले लोड सेडिङको अन्त्य गराएर एकाएक चर्चामा आए र यति बेला उनको आफ्नै उज्यालो नेपाल पार्टीको संरक्षकको रूपमा नेपाली राजनीतिमा प्रवेश गरिसकेका छन्। कतिपयले त उनलाई भावी प्रधानमन्त्रीको रूपमा पनि हेरिसकेको अवस्था छ। विभिन्न खालका विवाद चर्चा र लोकप्रियताको बीच राजनीतिक नैया बोकेर हिँडिरहेका कुलमान घिसिङ एउटा सामान्य कर्मचारीबाट एउटा बहुअपेक्षित नेता कसरी हुन पुगे त? अनि हिजोसम्म कुलमानलाई उज्यालोका नायक सम्झनेहरू आजका आजै किन उनलाई खलनायक बनाउनलाई लागिपरेका छन् त? उनीसँग सम्बन्धित मुद्दा र विवादहरू कतिसम्म तथ्यपरक छन् त? अनि बजारमा हल्ला चलाएस्तै गरी 43 करोडको घोटाला गरेकै हुन् त उनले? अरबभन्दा बढीका सबै ठेका उनले सेटिङमा गरेका छन् र यही कारणले भारतीय कम्पनी पिटिसी इन्डियासँग गरेको विद्युत खरिद सम्झौता दर्शन भ्रष्टाचार आरोप छ। उनी विरुद्ध सभा 2 अर्बको स्मार्ट मिटर घोटालाको मुद्दा अझै पनि अख्तियारमा विचाराधीन छ। आउनु साथीहरु, आजको यस भिडियोमा उनी सम्बन्धी यी र यस्तै खालका विभिन्न विवाद चर्चा र उतार चढावहरूको तथ्यपरक तरिकालाई विश्लेषण र बुझ्ने प्रयास गर्नेछौँ। लोड सेडिङ किन भइरहेको थियो बढी? पहिलो 15 घण्टा जनतालाई किन लोड सेडिङ 18 घण्टा पनि पुगेको थियो हैन? आजभन्दा ठ्याक्कै 55 वर्ष अगाडि यानि कि 2027 साल मङ्सिर 10 गतेका दिन रामेछाप जिल्लाको बिथान गाउँमा जन्मेर हुने आफ्नो प्रारम्भिक शिक्षा त्यहीबाट लिएर अमृत साइन्स क्याम्पसबाट स्नातक गरे। पछि भारतको जमशेदपुरबाट निशुल्क छात्रवृत्तिमा ब्याचलर इन इलेक्ट्रिकल इन्जिनियरिङ गर्न पनि सफल भए। त्यस पछाडि लगत्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मास्टर्स डिग्री गरे। त्यति मात्र नभइकन उनले पोखरा विश्वविद्यालयबाट MBA यानि कि व्यवस्थापनमा पनि मास्टर डिग्री अध्ययन पुरा गरेका छन्। साथीहरु, सुरुवाती चरणमा नेपाल विद्युत प्राधिकरणको इन्जिनियरको रूपमा आफ्नो करियर सुरु गरेका कुलमान घिसिङ पछि क्रमिक रूपमा विभिन्न पदहरूमा बसेर काम गर्ने मौका पाए, जसमा योजना विभाग, मध्यमाञ्चल वितरण केन्द्र प्रमुख र विद्युत प्राधिकरणको कार्यकारी निर्देशक, प्रबन्ध निर्देशक समेत हुने मौका पाए। नेपाल विद्युत प्राधिकरणमा करिब 2 दशकभन्दा बढी लामो समय काम गरिसके पछाडि 2073 साल भदौ 29 गते उनलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशकमा नियुक्ति गरियो। तर यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने प्रचण्ड र जनार्दनले भने जस्तै गरेर यत्तिकै सामान्य इन्जिनियर हुँदै गर्दाखेरि टप्प टिपेर विद्युत प्राधिकरणको कुर्सीमा बसालेको भने होइन। त्योभन्दा अगाडि चिलिमे जलविद्युत आयोजना र रहुघाट हाइड्रो इलेक्ट्रिक पावर प्रोजेक्टमा एज अ चिफ अफ द प्रोजेक्टको रूपमा काम गरेर ती योजनाहरूलाई सफलताको शिखरमा पुर्याइसकेका थिए। पुरा 30 वर्षको कडा मेहनत, सिप र अनुभवबाट व्यवस्थापकीय क्षमता र कौशल प्रदर्शन गर्दै अन्त्यमा आएर राष्ट्रिय स्तरको विद्युत प्राधिकरणको निर्देशकको रूपमा स्थापित हुन आएका थिए। चुरो कुरो कहाँनिर छ भने साथीहरु, उनी ठ्याक्कै प्रबन्ध निर्देशक भएको 2 वर्षभित्रमै 18 घण्टा देशले भोगिरहेको लोड सेडिङ अन्त्य भएको थियो। यति बेला सोही लोड सेडिङ अन्त्यको जस कहिले माओवादीले खोजिरहेको छ त कहिले एमालेले खोजिरहेको छ। हाम्रो पार्टीको ऊर्जा विभागको केन्द्रीय ऊर्जा विभागको सदस्य हुनुहुन्थ्यो हाम्रो कुलमानजी, जसलाई नेकपा माओवादी केन्द्रको अध्यक्षले म स्वयंले सुझाव पनि दिएको थिएँ हाम्रो पार्टीको राम्रो निकायमा, किनभने हामीले नेपालको कुल विद्युत उत्पादन 856 मेगावाटबाट सन् 2025 सम्म आइपुग्दा 3500 मेगावाट बिजुली उत्पादन उनकै कुशल नेतृत्व र क्षमतामा भएको देखिन्छ। ग्रामीण विद्युतीकरणमा 68%बाट 97%मा बढेको तथ्याङ्कहरूले देखाउँछन्। यति मात्र होइन साथीहरु, 37 अर्ब घाटा बेहोरेको नेपाल विद्युत प्राधिकरणले पूर्णतः नाफा गरी पहिलो पटक आत्मनिर्भर बन्ने सपना उनकै पालामा साकार भयो। Kuhlman Gising, of course, good manager. Fantastic manager. The guy who took us Dati Ji भने पनि हैन, I've said this before in this podcast as well, SLC मोइनबत्तीमा दिएको मैले अनि around the corner हैन, र माथि गएर एक्जाम्पल दिन्छु न, स्वयम्भू माथि कहिले काहीँ हुन्छ नि हैन, तिहारको दिनमा हैन, एक दिन पछि गए पनि हुन्छ हैन, माथि गएर चाहिँ 6 बजे हेर्दाखेरि नि जब त्यो बत्ती देखिन्छ नि काठमाडौँ भरि हैन,
त्यो यतिकै आउँदैन थियो होला साथीहरु नेपालको विद्युत क्षेत्रमा कुलमान घिसिङले दिएको अमूल्य योगदानलाई समर्पित गर्दै फेरि एकपटक उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा दोस्रो पटकको लागि प्रबन्धन निर्देशकको रूपमा नियुक्त गरियो। तर कथा अब यहीँबाट सुरु भयो। कुलमानको राजनीतिमा उदय यहीँबाट हुनु थियो जब तत्कालीन ओली सरकारले अत्यन्तै अपरिपक्व ढङ्गले कुलमान घिसिङको कार्यकाल सकिनु 4 महिना अगाडि मात्रै ओली निकट हितेन्द्र देव साक्यलाई कुर्सीमा ल्याउनका लागि बडो बदनीयत र अपमानित ढङ्गबाट उनलाई किक आउट गरियो। विदाई हुने बेलामा अलिकति गडबड चाहिँ हुँदो रहेछ। वर्षौं वर्ष अँध्यारोमा बसेको देशलाई उज्यालो दिने उज्यालोको नायक कुलमान घिसिङलाई बडो अपमानित ढङ्गबाट पदमुक्त गरेको विषय चौतर्फी आलोचनाको घेरामा पर्यो। पार्टीभन्दा माथि रहेर विभिन्न दल सङ्घ संस्था भातृ सङ्गठनहरूले खुलेरै घोर विरोध र भर्त्सना गरे। तत्कालीन प्रधानमन्त्री केपी ओली र ऊर्जा मन्त्री दीपक खड्काले निकै आलोचना खेप्नु पर्यो। तत्कालीन ऊर्जा मन्त्री दीपक खड्का त यतिसम्म उत्रिए कि कुलमानको कार्य सम्पन्नलाई लिएर 0 अङ्क नै दिन भ्याए। अझ उद्योगीहरूको डेडिकेटेड ट्रङ्क लाइन बक्यद रकम उठाउने कुरामा कडा तरिकाले हस्तक्षेप गरेर उज्यालोको नायक मान्न नै अस्वीकार गरे। छैन, लोड सेडिङ छ, हिजो पनि थियो, आज पनि छ। हामीले लोड सेडिङ छैन भनेर घोषणा गर्दै गर्दा पनि लोड सेडिङ थियो छ, म दाबीका साथमा। साथीहरु, यही घटना र अपमान कुलमान घिसिङलाई राजनीतिमा आउनको लागि टर्निङ पोइन्ट नभए पनि त्यो बेलामा उनको पक्षमा देखिएको मानिसहरूको साथ र समर्थनले गर्दाखेरि नेपाली राजनीतिमा कुलमान घिसिङको इन्ट्रीको लागि चिङ्गारी साबित भइदियो। अति गर तर अत्याचार नगर भने जस्तै गरी तत्कालीन ओली सरकारको भ्रष्टाचार र बेथितिको काण्डहरू टप नोचमा पुगिसकेका थिए। काण्ड र भ्रष्टाचारका पुकारहरू मस्त सुनिन्थे तर कारबाही शून्य थियो। त्यसै त यता कुलमानलाई हटाएको आम मानिसलाई चित्त बुझिरहेको थिएन, झन् त्यही माथि ओलीको सामाजिक सञ्जाल प्रतिबन्धले युथहरूमा एक खालको वितृष्णाको रिस पोख्ने थलो बन्यो जेनजी आन्दोलन। फलस्वरूप देशैभरि प्रश्न चर्कियो र केपी ओली लगायतका नेताहरू हेलिकप्टर चढेर भाग्नै पर्ने स्थिति बन्यो। हालाकि अहिले आएर मै हो बाघ हुन्छन्, भागेको होइन, यसो हिँड्या मात्रै हो, माथिबाट हेर्या मात्रै हो भन्छन्, त्यो बेग्लै कुरो भयो। तर तथ्य कुरो के हो त्यो जग जाहेर भएको विषय हो। आफ्टर सेप्टेम्बर 8 र 9 जेनजी आन्दोलन पछाडि सुशीला कार्कीको क्याबिनेटको सरकार बन्यो। संसद विघटन भयो, मध्यावधि चुनाव फागुनमा गर्ने भनियो। 2082 भदौ 30 गते ऊर्जा जलस्रोत भौतिक पूर्वाधार विकास मन्त्रीको रूपमा जनताको तर्फबाट कुलमान घिसिङको इन्ट्री भयो मन्त्रीको रूपमा। श्री कुलमान घिसिङ मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय। बिजुली क्षेत्रमा अब्बल ठहरिएका मन्त्री बनिसके पछाडि पनि निर्वाचनको तयारी सुशासनको प्रबन्धन गर्दै हरेक चोक चोक गल्ली गल्ली सडकमा पुगेर प्रत्यक्ष जनतासँग भेट गर्दै विभिन्न समस्याहरू सल्टाउँदै छोटो समयमा विश्वासिलो राजनीतिक व्यक्तित्व बन्न पुगे। त्यसका बावजुद पनि साथीहरू, यिनलाई मन्त्री बनिसके पछाडि पावर हातमा लिई हितेन्द्र देव साक्यलाई हटाएर प्रतिशोध साधेको पनि आरोप लागिरहेको छ। त्योभन्दा पनि ठुलो अझ आरोप, भारतीय पीटीसी कम्पनीसँग 43 करोड नोक्सान हुने गरी गैर कानुनी राष्ट्रघाती सम्झौता गरेको उनीमाथि आरोप छ। यद्यपि यो प्रमाणित भइसकेको छैन। प्राधिकरणले भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको विद्युत खरिद सम्झौता सम्बन्धमा आएका दस्तावेजहरूले के दर्शाउँछन् त्यसको व्याख्या गर्दै यही विषयलाई लिएर घिसिङले भने सो सम्झौता हिउँदयामको विद्युत व्यवस्थापनको लागि राष्ट्र र प्राधिकरणको हितमा रहेको स्पष्ट पारिसकेका छन्। होइन, कसरी 43 करोड घाटा? त्यो 43 करोडमा पनि उहाँहरूको डाटा मिल्दैन। अब 6 रुपियाँ 95 पैसा र 6 रुपियाँ 74 पैसामा डिफ्रेन्स पनि 21 पैसा रहेछ। 21 पैसा 5 महिनामा हामीले किन्ने विद्युत कति भन्दाखेरि 180 मेगावाटको चाहिँ 64 करोड युनिट किन्छौँ। त्यो 64 करोड युनिट भनेको त्यो 21 पैसाले पनि 21 करोड रुपियाँ हुन्छ। यति बेला उनी आबद्ध पार्टी उज्यालो नेपाल पार्टीको अफिसियली घोषणा भइसकेको छ र यो चुनावमा जाने पनि लगभग पक्का पक्की देखिसकेको छ। यद्यपि नयाँ नयाँ वैकल्पिक शक्तिहरू अझै पनि मिल्ने उनीहरूको धारणा अझै भने कायमै छ। खैर साथीहरू, जे होस्, कुलमान घिसिङ एउटा सामान्य कर्मचारीबाट आफ्नो बाहुबल क्षमता र कार्यशैलीबाट
जनताको मन जित्दै यहाँसम्म आइपुग्दाखेरिको यो समष्टिगत उसको जीवनी उसको यो उतार चढाव तपाईँलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोला अनि सेयर पनि गर्नुहोला।